आयोग संसार हेरेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई स्वागत गर्न चाहन्छौँ। लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, सुरक्षा निकाय लगायत अन्य प्रतिस्पर्धात्मक परीक्षामा सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर उपस्थित भएको छु। हामीले विशेष गरी यो सङ्गठित संस्थालाई चाहिँ लक्षित गरेर दैनिक रूपमा प्रश्न उत्तरहरू छलफल गर्ने गरेका छौँ भने यी प्रश्न उत्तरहरूले तपाईँको परीक्षामा केही न केही भए पनि सहयोग गर्नेछ भन्ने आश गरेको छु। र तपाईँहरूलाई विशेष गरी आग्रह गर्न चाहन्छु, हामीले जति पनि प्रश्न उत्तरहरूको छलफल गरेका छौँ ती प्रश्न उत्तरहरूको चाहिँ नोट गर्ने बानीको विकास गर्नुहोला, ताकि परीक्षामा तपाईँहरूलाई नै सजिलो हुन्छ। भन्दा तपाईँहरूको समय धेरै नलिकन हामी प्रश्न उत्तरतिरै लागौँ। दुई हजार छब्बिसको गणना अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ? 2026को गणना अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ? यसका अप्सनहरू रहेका छन् 429, 420, 430, 419। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ 429वटा रहेको छ। योभन्दा अगाडि चाहिँ 355वटा बाघको सङ्ख्या रहेका थिए भने अहिले चाहिँ 429वटा रहेको छ। यो नयाँ तथ्याङ्क सार्वजनिक भएको छ, तपाईँहरूले पढ्नु पर्ने हुन्छ। यो पनि यहाँबाट केही न केही प्रश्नहरू सोध्न सक्छन् है। अब हामी प्रश्न नम्बर 42मा जाउँ। सगरमाथाको नयाँ उचाइ कहिले सार्वजनिक गरिएको थियो? सगरमाथाको नयाँ उचाइ कहिले सार्वजनिक गरिएको थियो? यसका अप्सनहरू रहेका छन् 2077 पौष 23, माघ 23, मङ्सिर 23, फागुन 23। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ 2077 मङ्सिर 23 गते चाहिँ सगरमाथाको नयाँ उचाइ चाहिँ सार्वजनिक भएको थियो भने अहिले चाहिँ यसको उचाइ कति रहेको छ तपाईँहरूले कमेन्ट गर्नुहोला। प्रश्न नम्बर 43 चाहिँ स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा चाहिँ कतिौँ प्रधान न्यायाधीश हुन्? यसका अप्सनहरू रहेका छन् 32औँ, 33औँ, 34औँ, 35औँ। यसको सही एन्सर रहेको छ 33औँ प्रधान न्यायाधीश हुन् है। उहाँ चाहिँ कहिले नियुक्ति हुनुभएको थियो भन्ने कुरा चाहिँ तपाईँहरूले सही मिति चाहिँ कमेन्ट गर्नुहोला है त। त्यहाँबाट पनि केही प्रश्नहरू सोध्न सक्छन्। यी दुईटामा कि कतिौँ हो कि कहिले भएको हो भन्ने कुरा चाहिँ सोध्न सक्छ। त्यही भएर त्यो मिति चाहिँ तपाईँहरूले याद गर्नुहोला है। प्रश्न नम्बर 44 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। नेपालको पहिलो आधुनिक नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग कहिले उद्घाटन भएको हो? यसका अप्सनहरू रहेका छन् 2083 श्रावण 7 गते, श्रावण 9 गते, श्रावण 11 गते, श्रावण 13 गते। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ श्रावण 13 गते है। 2083 श्रावण 13 गते चाहिँ भौतिक तथा पूर्वाधार मन्त्री सुनिल लम्सालले चाहिँ उद्घाटन गर्नुभएको थियो है। अब हामी प्रश्न नम्बर 44मा आएका छौँ। प्रश्न नम्बर 45मा आएका छौँ।
प्रश्न नम्बर 45 चेपाङ जातिको पुरोहितलाई के भनिन्छ? चेपाङ जातिको पुरोहितलाई के भनिन्छ? प्रजा, पाँडे, छोनाम, भुसाल। सही एन्सर गेस गर्नुहोला। विशेष गरी साथीहरूलाई के आग्रह गर्न चाहन्छु भन्दाखेरि हामीले जति पनि प्रश्न उत्तरहरूको छलफल गरेका छौँ ती प्रश्न उत्तरहरूको चाहिँ नोट गर्ने बानीको विकास गर्नुहोला, ताकि भोलि परीक्षामा तपाईँहरूलाई नै सजिलो हुन्छ है। तपाईँहरूले अहिले चाहिँ यो भिडियो सुन्नु मात्र भयो, यति नोट गर्ने बानीको विकास गर्नु भएन भने चाहिँ तपाईँहरूले परीक्षासम्म चाहिँ सबै बिर्सिसक्नुहुनेछ, किनभने परीक्षा आउन अझै 1.5 महिना जस्तै झन्डै छ होइन। त्यही भएर चाहिँ तपाईँले चाहिँ नोट गर्ने बानीको विकास गर्नुहोला। अब परीक्षामा धेरै कुराहरू पढेको हुन्छ, सबै कुराहरू त याद हुँदैन होइन, तर महत्त्वपूर्ण प्रश्न उत्तरहरू त हामीले हेर्नुपर्ने हुन्छ। त्यही भएर नोट गर्नुभयो भने चाहिँ परीक्षा हुनुभन्दा 2 घन्टा अगाडि त्यो नोट पढ्नुभयो भने तपाईँहरूले चाहिँ त्यो परीक्षामा केही न केही प्रश्नहरू चाहिँ फस्छन् र तपाईँहरूलाई नै सजिलो हुन्छ है। यसको सही एन्सर रहेको छ पाँडे। प्रश्न नम्बर 46 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। 2026को विश्वकपमा गोल्डेन बुट कसले जिते? 2026को विश्वकपमा गोल्डेन बुट कसले जिते? वर्ल्ड कप भएको थियो नि अस्ति, खुब हेर्नु भएको थियो होला होइन। सबजना अर्जेन्टिना के भन्दै चाहिँ तपाईँहरू एउटा देशलाई चाहिँ समर्थन गरेर हेर्नु भएको थियो होला नि त। यो त सबै साथीहरूले मिलाउनुहुन्छ। यसका अप्सनहरू रहेका छन् लियोनल मेसी, रोड्री, एम्बाप्पे, हालान्ड। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ एम्बाप्पे। यो 2026को पनि एम्बाप्पे हुन् र 2022को पनि एम्बाप्पे नै हुन् है। दुईचोटि चाहिँ उनले चाहिँ गोल्डेन बुट जितिसकेका छन्। अब हामी प्रश्न नम्बर 47मा आएका छौँ। प्रश्न नम्बर 47 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। नेपाली साहित्यका आधुनिक कवि को हुन्? नेपाली साहित्यका आधुनिक कवि को हुन्? यसका अप्सनहरू रहेका छन् बालकृष्ण सम, भीमनिधि तिवारी, गोपाल प्रसाद रिमाल, बानिरा गिरी। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ गोपाल प्रसाद रिमाल। नेपालको आधुनिक कवि हुन् है उनी चाहिँ। अब हामी प्रश्न नम्बर 48मा आएका छौँ। तापक्रमको एकाइ कुन हो? तापक्रमको एकाइ कुन हो? यसका अप्सनहरू रहेका छन् थर्मोमिटर, जुल, केल्भिन, मोल। सही एन्सर गेस गर्नुहोला। अनि साथीहरूलाई विशेष गरी आग्रह गर्न चाहन्छु, यो भिडियो के कस्तो लागिरहेको छ, तपाईँहरू जस्तै तयारी गरिरहनु भएको अन्य साथीहरूलाई पनि यो भिडियो सेयर गरिदिनु होला, ताकि उहाँहरूले पनि केही न केही भए पनि राहत महसुस गर्नुहुनेछ। र अर्को कुरा चाहिँ के हो भने तपाईँहरूले भिडियो त हेर्नुहुन्छ, हामीसँग जोडिनु भएको छैन। तपाईँहरू हामीसँग चाहिँ जहाँ पनि जोडिन सक्नुहुन्छ, युट्युब, फेसबुक, टिकटक जहाँ पनि जोडिन सक्नुहुन्छ। कहाँ आउँछ भिडियो त्यहाँनिर हामीसँग जोडिनु होला। तपाईँहरू जोडिनु भयो भने चाहिँ तपाईँहरूलाई नै फाइदा हुन्छ है। सकेसम्म 3वटै प्लेटफर्ममा जोडिनु होला, होइन भने तपाईँहरू जहाँबाट हेर्दै हुनुहुन्छ त्यहाँबाट चाहिँ जोडिनु होला है। यसको सही एन्सर रहेको छ केल्भिन है साथीहरू। तापक्रमको एकाइ चाहिँ केल्भिन हो। अब हामी प्रश्न नम्बर 49 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। गोपाल वंशको शासन केन्द्र कहाँ रहेको थियो? गोपाल वंशको शासन केन्द्र कहाँ रहेको थियो? यसका अप्सनहरू रहेका छन् शङ्खमुल, हाँडीगाउँ, मातातीर्थ, गोकर्ण। सही एन्सर गेस गर्नुहोला। अनि विशेष गरी साथीहरूलाई प्रत्येक भिडियोमा मैले बारम्बार आग्रह गर्दै आइरहेको छु, तपाईँहरूले नोट गर्ने बानीको चाहिँ विकास गर्नुहोला। यदि तपाईँहरूले चाहिँ नोट गर्नु भएन भने तपाईँहरूले चाहिँ परीक्षामा तपाईँहरूलाई नै गाह्रो हुन्छ है साथीहरू, मैले अहिलेदेखि नै भनेको छु।
त्यही भएर नोट गर्ने बानीको विकास गर्नु होला। यदि नोट गर्न भ्याउनु भएन भने पनि यो भिडियोलाई चाहिँ आफ्नो फेसबुक वालमा सेयर गरेर राख्नु होला, ताकि नोट गर्न नभ्याउँदाखेरि पनि तपाईँहरूले चाहिँ परीक्षा आउनुभन्दा 2-3 घन्टा अगाडि चाहिँ हेर्न पाउनुहुनेछ। होइन भने भिडियो धेरै हुन्छ, कहाँ हो होइन, तपाईँहरूले ठ्याक्क खोज्नु भएको क्वेसन एन्सरहरू चाहिँ नभेटिन सक्छ। त्यही भएर चाहिँ तपाईँले आफ्नो फेसबुक वालमा सेयर गरेर राख्नुभयो भने तपाईँहरूलाई नै फाइदा हुन्छ है, यही आग्रह गर्छु। यसको सही एन्सर रहेको छ माता तीर्थ है साथीहरू। गोपाल वंशको शासन केन्द्र चाहिँ माता तीर्थमा रहेको थियो। अब हामी प्रश्न नम्बर 50 आजको अन्तिम प्रश्न लास्ट प्रश्नमा आएका छौँ है। प्रश्न नम्बर 50 स्क्रिनमा आइसकेको छ, कृपया ध्यान दिएर हेर्नुहोला। नेपाल मण्डलेश्वर भनेर कसलाई चिनिन्छ? नेपाल मण्डलेश्वर भनेर कसलाई चिनिन्छ? यसका अप्सनहरू रहेका छन् प्रताप मल्ल, यक्ष मल्ल, प्रचण्डदेव, जयस्थिति मल्ल। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर रहेको छ यक्ष मल्ल है साथीहरू। यक्ष मल्ल हुन्, नेपाल मण्डलेश्वर भनेर चाहिँ यक्ष मल्ललाई चिनिन्छ। आजको हामीले 50 नम्बरसम्मको प्रश्न उत्तरहरू छलफल गरिसकेका छौँ र तपाईँले यो भिडियो के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया तलको कमेन्ट बक्समा राख्नुहोला र हामीले के सुधार गर्नुपर्ने छ ती सुधार गर्नुपर्ने कुराहरू पनि तपाईँले चाहिँ हामीलाई प्रतिक्रिया दिनुहोला र हामी आगामी दिनमा चाहिँ बिस्तारै सुधार गर्दै लानेछौँ भन्दै अन्तिमसम्म भिडियो हेर्नुभएको तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकमा फलो गर्नुहोला, च्यानलमा युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला र टिकटकमा हेर्दै हुनुहुन्छ भने टिकटकमा पनि तपाईँहरू हामीसँग फलो गरेर जोडिनुहोला है त साथीहरू। भन्दा तपाईँहरूको दिन शुभ बितोस्। हस्, थ्याङ्क यू।